Hey guys, welcome back to This is Madhu Universe Susna Sharma म आरामै छु र तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला र नयाँ दिन नयाँ भिडियोमा आज नयाँ भिडियोमा तपाईँहरूलाई मेरो ब्याग कलेक्सन देखाउन गइरहेको छु मेरो ब्याग आई डोन्ट ह्याभ टु मच ब्याग बट जति छ त्यति नै देखाउने नै छु अनि त्यही नै हो गाइस हेर्दै गर्नु होला फर्स्ट अफ अल मैले सब ब्याग कलेक्ट गर्छु आफ्टर द्याट तपाईँलाई देखाउने छु हुन्छ हेर्दै गर्नु है त भिडियो अन्तिम समय नै स्किप नगर्नु ओके गाइस म सबै मेरो ब्यागहरू कलेक्ट गरेँ होइन सबै त के भन्ने त्यस्तो धेरै छैन मसँग म यसमा चाहिँ एक टुट ब्याग देखाउँछु जुन मेरो फेभरेट छ एउटा मात्र द्याट्स इट अरू चाहिँ मेरो नर्मल ब्याग नै देखाउनुवाला छु अनि त्यही नै हो गाइस होइन अनि हाम्रो चाहिँ देखाउँछु फर्स्टमा कुनबाट सुरु गरौँ त भन्नुहोस् गाइस सो धेरै त छैन बट इट्स अ ऱ्यान्डम hello guys hi this is my first bag like जुन मैले मतलब मेरो पुरानै भनौँ यहाँ भरिमा किनकि अरू ब्याग पहिला मैले कलेक्ट गर्दैन बट योबाट सुरु गर्न लाग्यो मैले कलेक्ट गरेको त होइन बिचमा त कति फाल्दै पनि बट इट्स माई फर्स्ट यहाँ भरि भनौँ होइन इट्स माई फर्स्ट ब्याग जुन चाहिँ मैले 9th क्लासमा किनेको थिएँ ऱ्यान्डम त्यो कि यहाँ डेभिस फलमा चाहिँ मेला लागेको थियो त्यतिखेर अनि त्यतिखेर मेलामा चाहिँ मामाहरूको हजुरबाले मलाई अनि मेरो बहिनीलाई मामाको छोरीलाई सेम डिटो सेम ब्याग किनिदिएको थियो इट्स लाइक द्याट ब्याग जसमा 1 पकेट छ अनि त्यसको भित्र चाहिँ नर्मल पकेट छ अहिले फिलहाल के पनि छैन ब्याग खाली छ गाइस पैसाको फोरको भए कति धनी हुन्थ्यो ब्याग सो इट्स माई फर्स्ट ब्याग एन्ड देन आई हेभ लाइक सेकेन्ड भन्ने त छैन बट अब आइम देन कुन सेकेन्ड भन्ने मलाई एक्युरेटली थाहा छैन सो आइम ऱ्यान्डमली पिक गर्छु होइन दिस इज द वान अफ माई फेभरेट ब्याग जुन चाहिँ साडीहरूमा लगाउँदा एकदम मतलब साडीहरूमा चाहिँ क्यारी गर्नु मिल्छ कि मलाई चाहिँ राम्रो लाग्छ सो त्यो चाहिँ मम्मीले मलाई किनेको ब्याग हो यसमा त पैसा आइछ तर लाइक आई हेभ लाइक रियर मनी अरू पनि छ मसँग एउटा मात्र हो त्यही नि कति कलेक्ट गरेको दुईवटा रहेछ दुईवटा अनि अरू चाहिँ 5 रुपियाँको 10 रुपियाँको नोट छ गाइस म धेरै पैसा पकाएर म कति रिच हुन्थ्यो होला गाइस अनि सो या द्याट्स इट यो पनि एकदम राम्रो छ साडीसँग एउटा पकेट छ अनि त्यहाँभित्र अर्को पकेट छ एन्ड देन इट इज माई नेक्स्ट सेकेन्ड ब्याग भयो होइन देन नेक्स्ट वान इज माई थर्ड ब्याग गाइस इट्स माई ब्याग यसमा चाहिँ जस्ट एउटा मोबाइल मात्र अट्छ अनि यो चाहिँ यस्तो साइडमा क्यारी गर्नेवाला ब्याग हो अनि यसको चाहिँ एकदम लामो छ कि गाइस मैले भित्र एडजस्ट गरेको थिएँ अनि त्यहाँदेखि यस्तो गरेर यसरी फोल्ड गऱ्यो भने इट्स क्लोज होइन अनि जस्ट यसमा चाहिँ एउटा मोबाइल अटाउँछ गाइस अनि 5 मतलब अलिकति पैसा अटाउँछ बट त्यसको अलावा केही अटाउनेवाला छैन यससँग चाहिँ प्याडसँग क्यारी गर्न मलाई केही बोक्नु नै छैन बट बोक्नु छ भन्नेवाला चाहिँ it's gonna be the best option you know and this is third bag which I have and the next one is like it is my own most favorite bag since I made a bag collection this is like Gucci bag it's a real Gucci bag जुन चाहिँ मैले विदेशबाट मगाएको थिएँ मैले मगाएको भन्दा नि दिदीले मगाउनु पर्थ्यो अनि दिदीले मलाई गिफ्ट हानिदिनु भएको गाइस पवित्र दिदीले मलाई गिफ्ट हानिदिएको ब्याग हो यो गाइस यस्तो राम्रो छ यो ब्याग इट्स अ रियल गुची ब्याग होइन जुन चाहिँ मेरो एक्सपेन्सिभ ब्याग हो जुन मसँग भएको मध्ये एक्सपेन्सिभ ब्याग पनि यही नै हो गाइस इट्स वान अफ माई फेभरेट मेरो वान अफ माई फेभरेट भन्दा नि मोस्ट फेभरेट हो जुन मेरो ब्याग कलेक्सनमा छ मोस्ट नम्बर 1मा चाहिँ म यसलाई राख्छु जसमा चाहिँ एउटा ब्याग छ होइन गाइस अनि त्यहाँभित्र चाहिँ एउटा सेक्सन छ बट यता गएर यताको सेक्सन छ सो या इट इज माई फेभरेट ब्याग म चाहिँ अहिले चाहिँ एकदम धेरै पिक गर्ने ब्याग नै यही हो बिकज यो मलाई एकदम धेरै मनपर्छ एकदम धेरै मेरो फेभरेट ब्याग हो लाइक कति राम्रो छ एक्सपेन्सिभ पनि हो गाइस माई लग्जरियस ब्याग यति लग्जरी त होइन तर मेरो लागि चाहिँ त्यो लग्जरी नै हो सो या प्राइस चाहिँ तपाईँले गुगलमा सर्च गर्न त्यस्तो धेरै त छैन बट मेरो लागि त्यो एक्सपेन्सिभ नै हो भनौँ न होइन अनि देन इट इज माई नेक्स्ट ब्याग which I have कस्तो राम्रो छ गाइस जनी विदेशकै ब्याग हो
गिफ्टहरू मलाई कसले गिफ्ट दियो होला त सुषमालाई यो ब्याग थाहा छ तपाईँहरूलाई। अनि जसमा चाहिँ एउटा पकेट छ। म त्यस्तो ब्यागहरू चाहिँ लाइक साडीहरूमा कुर्ताहरूमा क्यारी गर्छु अनि त्यही नै हो। अनि इट्स माई ब्याग। मम्मीलाई चाहिँ यो कलर मन पर्दैन बट आई लाइक, मलाई मनपर्छ कि इट्स द लाइक प्योर, मतलब एकदमै नै एक्सपेन्सिभ ब्याग नै हो बट आई डोन्ट नो द प्राइस बट इट्स एक्सपेन्सिभ। यसको लेदर पनि लाइक एकदम राम्रो क्वालिटीको छ। सो आई नो इट्स एक्सपेन्सिभ बट एक्युरेट प्राइस चाहिँ मलाई थाहा छैन। अनि त्यही नै हो गाइस, किनकि इट्स अ गिफ्ट। सो आई नो, सो गिफ्ट अभियसली एक्सपेन्सिभ हो नि त, मेरो लागि त गिफ्ट आई लभ। ओके, द नेक्स्ट वान इज लाइक इट्स माई टोथ ब्याग। इट्स जस्ट अ टोथ ब्याग बट आई लाइक, मेरो मोस्ट अफ द फेभरेट हो। सो म तपाईँलाई देखाउँछु। अरू पनि छ मसँग दुईवटा, धेरै त छैन अभियसली, दुईवटा छ बट उताको रुममा छ। मैले चाहिँ निकालिनँ अनि त्यो पनि मेरो फेभरेट नै होइन, मलाई मन पर्दैन। इट्स नट नर्मल ब्याग छ बट इट इज माई फेभरेट। आई हेभ लाइक दिस वान, ओ माई गडनेस, कस्तो राम्रो गुडिया छ, मलाई एकदम मनपर्छ। अनि प्लस यसको कलर हेर्नु गाइज, इट्स गन बी अमेजिङ अमेजिङ हेर्नु गाइज होइन। सो इट्स अ टोथ ब्याग जसमा एउटा जिपर खुल्ने नि त एउटा मोबाइल अट्छ। I all bag have just 5 rupees, 5 rupees, 5 rupees. That's it. त्यसभन्दा बढी मसँग पैसा हुनु पऱ्यो न कलेक्ट गर्नको लागि, त्यही भएछ। 6वटा bag. And then I move to the next bag. This is my next bag. I have a butterfly. त्यसमा चाहिँ wow, it's gonna be crazy spot here. It's my favorite. अनि त्यसको भित्र this bag, this mini purse I like. Wow, पैसा कति रुपियाँ छ यसभित्र? It's just 100 rupees. I just have 100 rupees in my purse. This is my next bag. It's not a bag, it's just a like, के भन्छ like purse? Yeah, it's just a purse, but it's pretty. देख्न जरा कस्तो लाग्यो? प्यारा होइन? बहुत ही प्यारा है, बहुत ही ज्यादा प्यारा है। कसैले यसलाई नराम्रो भन्यो भने फेरि म रिसाउँछु नि। राम्रो छ भन्नुहोस् है गाइज, राम्रो छ, राम्रो दान आए। अनि यही भइहाल्यो, कतिवटा भयो मैले फेरि भुलिहालेँ यार, गर्नु है मैले गनेर काउन्ट गरेर 1 2 3 गरेँ। अन्त यो भइहाल्यो होइन, बटरफ्लाई। एन्ड दिस वान इज लाइक द्याट है, यस्तो छ होइन। यो पनि राम्रो छ। इट्स यो चाहिँ कहाँबाट भने कोरियाबाट अमेरिकाबाट ल्याएको ब्याग हो गाइज। हामीलाई गिफ्ट दिन्छ नि त गाइज, हामीले धेरै किन्ने भन्दा धेरै गिफ्ट आउँछ ब्याग। इट इज अल्सो एक्सपेन्सिभ ब्याग तर अनेस्टली इट्स ब्याग इज नट माई, इट्स माई मम ब्याग। मम्मीको ब्याग नै लिएको किनकि इट्स गुड न, बहुत राम्रो छ नि त। सो इट्स यो पनि एक्सपेन्सिभ हो, यो नि अब विदेशबाटै आएको ब्याग हो। सो प्राइस मलाई थाहा छैन अभियसली, मम्मीलाई नि गिफ्ट दिनुभएको थियो मम्मीले। सो मैले चाहिँ त्यही भएर लिएको हो या। अनि त्यस ब्याग अनि त्यही नै हो, द्याट्स इट। यो ब्याग एउटा भयो होइन, यो मात्र मम्मीको है, फेरि अरू मेरो हो भने त फेरि त्यस्तो गर्नु पाइँदैन। तर मैले पनि क्यारी गर्छु, सो मेरो पनि भइहाल्यो नि त। अनि त्यहाँ नेक्स्ट वान इज दिस ब्याग। कैसा लाग्यो? प्यारा है, बहुत ही ज़्यादा प्यारा है। कौन कहता है नहीं प्यारा? प्यारा है ना। सो यहाँभित्र चाहिँ के छ गाइस? इट्स माई एनदर ब्याग। मैले चाहिँ पहिला पनि पिक गर्थेँ बट नाउ डेज मेरो एउटा फेभरेट भएको चाहिँ त्यही मात्र पिक गर्छु। त्यो अहिले मैले फेभरेट भन्दिनँ, त्यही मात्र पिक गर्छु। सो यिनीहरूलाई मैले पिक गर्दिनँ, यो मेरो दराजमा थन्किएर बस्छ गाइस, एकदम राम्रो पोजिसनमा छ है। फेरि तर पनि मैले बोक्दिनँ किनकि मैले चाहिँ बेसी बोक्दिनँ गाइस। Then move to the next one, and then next one is this my purse. यसको ओरिजिनल ब्याग थियो गाइज बट एकदम पुरानो ब्याग हो, लग्जरियस भन्दा नि एक्सपेन्सिभै होला। यो दुबईबाट ल्याएको ब्याग थियो, ब्याग पनि थियो अनि यो पर्स थियो भित्र। बट ब्याग चाहिँ गाउँमा हुँदा मुसाले खाइदियो, नुहाइमा कि एक दिन पनि युज नगरी मुसाले खाएको। लिटरली के हो सब मेरो साथ, त्यस्तो भयो गाइज होइन। अनि इट्स माई पर्स गाइज, इट्स माई पर्स होइन, ब्याग नै भनौँ न है।
इट्स माई एनदर ब्याग इट्स छोटो छ यसको ब्याग यस्तो दामी थियो कि गाइस तपाईँलाई भन्न पनि सक्दिनँ फोटो पनि छैन किनकि मुसाले हालिदियो अनि त्यस्तो टाइपको लेदर चाहिँ नेपालमा नपाइदो रहेछ हामीले लिएर जान नि खोजेको बट भएन रुनेवाला वा केही अप्सन छैन द नेक्स्ट वान इज दिस ब्याग वा सुपर होइन सुपर से भी ऊपर नहीं है होइन सुपर से भी ऊपर हेला गाइस देख्नु जरा दामी ब्याग छ नि दामी छ हैन इट्स माई एनदर ब्याग यो चाहिँ कुर्तासँग दामी देखिन्छ लाइक यो कुर्ता भयो नि मैले लगाएँ आई लाइक मलाई चाहिँ नर्मल केटीहरूलाई चाहिँ लाइक छोटो ब्याग मनपर्छ बट आई लाइक दिस टाइप्स अफ ब्याग किनभने थाहा भएन मलाई चाहिँ बट या दिस इज माई एनदर ब्याग अप्सन कति भयो काउन्ट गर्नु है गाइस तपाईँहरूले then it's another bag which I have this one guys I कस्तो भएको यो पटा राखेर के गाइस किन मैले युज गर्दिनँ नि it is also pretty guys it's a front parts and it's a back it's a front part मेरो pronunciation is there guys it's a back part and then it's open like that and यसरी ओपन गर्ने देन अनि यस्तो स्ट्रान्ड छ भेट्छ गाइस त्यही हो गाइस हामीसँग यति नै हो ब्याग भएको गाइस कतिवटा ब्याग भयो भन्नुहोस् गाइस यति नै हो होइन हामीसँग गाइस कस्तो छ भन्नुहोस् गाइस अब कमेन्टमा भन्नुहोला तपाईँहरूलाई चाहिँ यहाँबाट म कुन ब्याग राम्रो लाग्यो अरू कुनै अजार ब्याग इट्स नट द ब्याग इट्स जस्ट द पर्स बट आइ एम सोइङ क्युटो होइन बच्चा त क्युटो छ नि वाउ देख्नु गाइस दामी छ गाइस बट द्याट हेभ अ वान ब्ल्याक पोइन्ट लाइक यो यहाँबाट उक्किसक्यो सो तपाईँलाई मैले पुरानो ब्याग पनि देखाएको छु यो त एकदम पुरानो हो गाइस म 6-7 पढ्दाखेरिको ब्याग भनेपछि यो पुरानो ब्याग रहेछ नि त अघिको भन्दा बट इट्स नट अ ब्याग न इट्स जस्ट अ पर्स न सो आइम नट क्यालकुलेटिङ म यसलाई चाहिँ ब्यागमा गर्दिनँ मैले ब्यागमा चाहिँ फर्स्ट पर्समा चाहिँ ए होइन सानोमा त कति धेरै ब्याग हुन्थ्यो बट ब्याग त्यस्तो धेरै थियो किनभने आई डोन्ट नो आई फर्गेट द्याट थिङ्स थियो तर मसँग ब्याग धेरै थियो अहिले चाहिँ यस्तो गर्दिनँ लाइक त्यही पनि म्याक्सिमम् चाहिँ फालिदिन्थ्यौँ लाइक मेरो एउटा रेड कलर कस्तो झिलिमिली भएको पर्स थियो यस्तो राम्रो थियो है त्यो पनि गइसक्यो गाइस त्यही यति नै हो मसँग ब्याग एकचोटि म कलेक्ट गरौँ म काउन्ट गरौँ 1 मैले अब कलेक्ट गर्नुपर्ने भएछ कि गाइस ब्याग 2 यसलाई काउन्ट पनि गरौँ है 3 4 5 6 it's just tote bag but count गरौँ है 6 7 8 9 10 11 12 13 14 I have 14 bags in my wardrobe just 14 oh my goodness okay यत्रो धेरै हाम्रो यहाँ भइसकेछ हेर्नु गाइस हाम्रो कलेक्सन ब्यागको कति धेरै हो मेरो ब्याग ओ माई गुडनेस अनि आफ्टर द्याट यदि तपाईँले चाहनुहुन्छ भने म तपाईँलाई मेरो कुर्ती कलेक्सन देखाउँदैछु आई हेभ टु मच कुर्तीमा चाहिँ म लाइक मेरो अल कुर्ती त देखाउँदैन किनकि इट्स नट पोसिबल बट ओके म देखाउनु ट्राई गर्नेछु गाइस मेरो अडियन्स जति पनि यहाँसम्म भिडियो हेर्नुभयो उहाँहरूलाई चाहिँ मेरो तर्फबाट आई लभ यु मैले बनाएको कागजको फुल आई हेभ टु मेनी रोज फुल फ्लावर्स जुन चाहिँ माथि छ त्यता माथि सो तपाईँलाई देखाउँदिनँ अब किनकि मेरो भिडियो लामो बनिसक्यो मैले हामी त लामो भिडियो बनाउन चाहदिनँ द्याट्स फर टुडेज गाइस बाई अनि अब रुम पनि मिलाउनु पऱ्यो यस्तो भताभुतुङ भइसक्यो मलाई मम्मीले मार्नुहुन्छ फेरि यस्तो फोहोर गरेर बस्ने रुमलाई भन्नुहुन्छ भन्नु सफा गर्नुपर्छ गाइस परेन त फेरि फोहोर भयो भने मम्मीलाई मामा गर्नुहुन्छ नि त त्यही भएर मेरो भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्नु होला मन पर्यो भने चाहिँ मलाई मन पर्यो भने कमेन्ट नगरे पनि कमेन्ट गरिदिनु लाइक फर द न्यू आइडियाज एन्ड द्याट्स फर टुडे गाइज बाई